अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ। तपाईको अहिले जानु भएन गरे हेर्नुस् न म महानगरपालिका कार्यकालमा बन्छ मलाई म महानगरपालिका तर्फबाट हजुरलाई गएर हेर्नको लागि अनुरोध गर्न हेर्छु तर बीचमा त बाधा अर्चना आयो नि त। बाधा अर्चना त धेरै थियो हेर्नुहोस् त्यसको जग्गाको समस्या थियो बजेटको समस्या थियो ऋणको समस्या थियो अलपत्र थियो यति ठुलो बाधा अर्चनको बीचबाट पनि कति जटिलताहरू थियो कसरी त्यसलाई पार लाग्यो भन्ने कुरा पनि हामीले पछाडि फर्केर पनि विश्लेषण गर्न पनि म अनुरोध गर्न चाहन्छु कि धेरै थियो सबै चिजहरू एक एक विषयहरूलाई पार लगाएर अनि एउटा राष्ट्रिय गौरवको रूप आयोजनाको रूपमा त्यसलाई चाहिँ नेपाल सरकारले निर्णय गरेर अहिले 3 तहकै सरकार संघीय सरकार प्रदेश सरकार महानगरपालिकाले बजेटको सुनिश्चितता लागत साझेदारीको त्यो बजेटको सुनिश्चितता गरेर ठेक्का भएर पहिलो चरण 15,000 सिट क्षमताको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तयार गर्ने गरी काम अगाडि बढेको छ। अहिले लगभग 76-77 करोडको ठेक्का सम्झौता रकम त्यो हो त्यो ढङ्गले अहिले त्यहाँ प्याराफिट निर्माणको कामहरू अगाडि बढेको छ र रङ्गशाला त अब बन्ने नै भइहाल्यो नि त। अबको 1 वर्षभित्र रङ्गशाला बनिसक्छ। म यो चाहिँ हजुरलाई घोषणा रङ्गशाला बन्छ अबको 1 वर्षभित्र क्रिकेट रङ्गशाला बन्छ एकदम समस्याहरू